आजभन्दा ठिक 18 वर्ष पहिले पूर्वी नेपालको व्यापारिक केन्द्र इटहरी स्थित गोर्खा गल्लीबाट सुरु भयो एउटा यात्रा। इटहरी उपमहानगरपालिका वडा नम्बर 2 मा घर भएका बलराम बस्नेत र किशोर बस्नेत दाजुभाइको सहकार्यबाट एउटा यात्राको सुरु भएको थियो, जुन यात्राको परिचय थियो हेलो मोबाइल सर्भिस। गोर्खा गल्ली चेपबाट केही मोबाइलको बिग्रिएका पाटपुर्जालाई मर्मत गर्दै तय गरिएको यात्रामा धेरै सेवाग्राही जोडिँदै गए। माया बढ्दै गयो, विश्वास बढ्दै गयो, साथ र भरोसा थपिँदै गयो। त्यो साथ, भरोसा र विश्वासले 18 वर्षसम्मको यात्रालाई आज लोकप्रियताको शिखर प्रसाद चाहिँ प्राप्त भएको छ। छोटो समयमै देशका विभिन्न स्थानका ग्राहकको विश्वास जित्न सफल त्यत्तिकै भएको भने होइन। हेलो मोबाइल सर्भिसले ग्राहकलाई दिएको भरपर्दो सेवा र पारदर्शी कारोबारले गर्दा नै यो सम्भव भएको हो। सुरुमा सानो स्तरबाट सेवा दिन थालेको यो पसलले 2081 सालको फागुन 17 गतेदेखि जिनेक्स्ट मार्फत आइफोनको आधिकारिक विक्रेताको मान्यता पाएपछि सर्वसाधारणका लागि थप विश्वसनीय बन्न पुग्यो। आधिकारिकता पाएसँगै हेलो मोबाइलले ग्राहकका लागि आकर्षक योजना र अफर ल्याउन थाल्यो। अहिले यहाँ आइफोन 16 सम्मका नयाँ मोडलहरू उपलब्ध छन्। नेपालमै सबैभन्दा छिटो नयाँ आइफोन ल्याउने थलोको रूपमा पनि यो पसल चिनिन थालेको छ। पसलले शून्य ब्याज दरमा 12 महिनाको किस्ताबन्दीमा फोन बिक्री गर्दै आएको छ। हेलो मोबाइल सर्भिसले तय गरेको यात्राको क्रममा थप परिमार्जित र व्यवस्थित बन्दै अहिले आइफोन मर्मत सम्बन्धी विशेष तालिम प्राप्त प्राविधिक मार्फत सेवा दिँदै आएको छ। तालिम दिएर दक्ष जनशक्ति तयार गरेको छ भने अहिलेसम्म उत्पादन गरेका जनशक्तिहरू व्यवसायमा लागेको र अहिले पनि तालिम सिकिरहेको बताउँदै केही युवाहरूलाई विदेश जानबाट रोकेको सञ्चालक किशोर बस्नेत बताउनुहुन्छ। हामीले चाहिँ धेरै वर्षदेखि रिपेयर क्षेत्रमा काम गरिरहेछौँ र रिपेयरबाटै हामीले चाहिँ नाम हेलो मोबाइल सर्भिस चाहिँ रिपेयर क्षेत्रबाटै नाम बनाएर आएको छौँ। हामी दाजुभाइ चाहिँ पहिलादेखि नै रिपेयर गर्छौँ। त्यसकारणले हामीले धेरैजना भाइहरूलाई रिपेयर क्षेत्रमै चाहिँ टेक्निसियन धेरैजना हामीले चाहिँ सिकाएर धेरै ठाउँमा पसलहरू पनि खोल्नु भएको छ र अहिले पनि हामीले चाहिँ धेरैजना भाइहरूलाई यहाँनिर चाहिँ सिक्ने अवसर दिएर हामी जस्तै हामीले सानै उमेरदेखि यो रिपेयर क्षेत्रमा गरेको हुनाले हामी जस्तै सानै उमेरको भाइहरूलाई चाहिँ सिकाउँदाखेरि अझै पनि उहाँहरूले पनि सिकेर चाहिँ भोलि उहाँहरूको पनि भविष्य चाहिँ उज्जवल हुन्छ होला, विदेशिनु पर्दैन होला भनेर हामीले धेरैजनालाई सिकाइरहेछौँ। मोबाइल पसलको लोकप्रियता केवल तराईमा मात्र सीमित छैन। ताप्लेजुङ, शङ्खसभा, भोजपुर, तेह्रथुम जस्ता पूर्वी पहाडी जिल्लाबाट समेत ग्राहकहरू आइफोन किन्न र मर्मत गर्न यहाँ आइपुग्छन्। हेलो मोबाइल सर्भिससँग धेरै अगाडिदेखि कारोबार गरेको र सानो उमेरदेखि नै काम गरिरहेको बताउँदै आइफोनको आधिकारिक विक्रेता पाएकोमा ग्राहक पनि खुसी छन्। उहाँले सुरुमा मोबाइल रिपेयरिङहरू गर्दादेखि देखेको अहिले चाहिँ उहाँहरूको यस क्षेत्रप्रतिको लगाव, उहाँहरूको मेहनतले चाहिँ उहाँहरू अहिले मलाई थाहा भएअनुसार चाहिँ एप्पलको चाहिँ अधिकृत विक्रेता हुनुभएको छ अरे भन्ने मैले सुनेको छु। सायद यो उहाँहरूको परिश्रमको फल होला। उहाँहरूले ग्राहकलाई पूर्ण रूपमा सन्तुष्ट दिएर आफ्नो सेवाहरू प्रदान गरिरहनु भएको छ। मलाई पनि कतिवटा कुराहरूमा भाइहरूले सहायता गरिराख्नु भएको छ। उहाँहरूको कामदेखि एकदमै म खुसी छु। आइफोन एक्सचेन्ज, मर्मत, रिकन्डिसन सेवा, पार्ट्स सप्लायर्स जस्ता विविध सेवा यहाँ पाइन्छ। अझै ग्राहकहरूको सहुलियतका लागि किस्ताबन्दीमा मोबाइल किन्ने सुविधा र अफिसियल वारेन्टी सहितको सेवा उपलब्ध गराउँदै आइएको जिनेक्स्ट कर्मचारी मनिषा श्रेष्ठ बताउनुहुन्छ। हजुरहरूले हाम्रो हेलो मोबाइल सर्भिसमा आइफोन लिनु हुँदै गर्दा हजुरहरूले चाहिँ 2 वर्षको वारेन्टी, 2 वर्षको इन्सुरेन्स पाउनुका साथै हजुरले यहाँ चाहिँ इएमआईबाट पनि फोन लिन सक्नुहुनेछ। यसको लागि चाहिँ हजुरहरूले 40% डाउन पेमेन्ट गरेर बाँकी रहेको पैसा चाहिँ 1 वर्षमा तिर्नुपर्ने हुन्छ। यो यात्राले हेलो मोबाइल सर्भिस नामसँगै जोडिएका सञ्चालक बलराम बस्नेतको जीवनमा केवल आम्दानीको स्रोत मात्र होइन, सामाजिक प्रतिष्ठा पनि दिएको छ। आइफोन बेच्न थालेपछि बस्नेतको हातमा आइफोनको लोगो ट्याटू छापिएको छ। घरमा आइफोनको लोगो झल्किने सजावट छ। आज हेलो मोबाइल इटहरीको मात्र नभई पूर्वी नेपालको सबैभन्दा चर्चित मोबाइल बिक्री तथा मर्मत केन्द्र बनेको छ। सामाजिक सञ्जालदेखि ग्राहकहरूको मुखको प्रचार मार्फत यसको नाम फैलिँदै गएको छ। हेलो मोबाइल सर्भिस अविरल यात्रामा छ।